क्रिस्टल एलसिडी आइटिसी भन्ने चाहिँ हाम्रो जुन 16:2 एलसिडीको चाहिँ कोड हो। र हाम्रो सेन्सरको चाहिँ पिन भनेको चाहिँ जुन एनालग पिन थियो त्यो चाहिँ A0 भन्ने एनालगको आर्डिनोको पोर्टमा चाहिँ लगाउँछौँ हामी। र सेन्सरको भ्यालु हामी इनिसियली चाहिँ 0 नै राख्छौँ। र अर्को रहेको छ हाम्रो सेन्सरको पर्सेन्टेज पनि हामी 0 नै राख्छौँ इनिसियली डिफल्ट। अरू भनेको हामीले हेर्नु परेन त्यति साह्रो। अर्को भनेको हाम्रो यो पम्प पिन भन्ने छ, यो चाहिँ हामीले जुन मोटर ड्राइभरमा चाहिँ जुन पम्प हाम्रो मोटर छ त्यसलाई चलाउनको लागि एउटा चाहिँ 7 नम्बर पिन, अर्को चाहिँ 6 नम्बर पिन छ, त्यो चाहिँ डिजिटल पिन युज गर्ने गर्छौँ। अरू भनेको चाहिँ हाम्रो यो आउटपुट जुन मोटरलाई आउटपुट दिने कुरा भयो, इनपुटबाट भनेको चाहिँ हामी जुन सेन्सरको पिन, सेन्सरबाट चाहिँ हामी इनपुट लिन्छौँ। र यो कोड भनेको चाहिँ हाम्रो एलसिडीको हो। र एलसिडीको कोडमा चाहिँ हामीले सोइल मोनिटर र सिस्टम रेडी भनेर चाहिँ फर्स्टमा चाहिँ सोइल मोनिटर माथि आउँछ र त्यस पछाडि सिस्टम रेडी भन्ने आउँछ। त्यस पछाडि 1.5 सेकेन्डको लागि एकछिन यही प्रोग्राम चल्छ, यही देखाउँछ। र त्यस पछाडि चाहिँ हाम्रो अब यहाँनिर सेन्सर भ्यालुहरू चाहिँ रिड गरेर चाहिँ मेन कति हो त्यो चाहिँ हाम्रो यहाँ प्रिन्ट हुन्छ, जुन यो सिरियल डट प्रिन्ट भनेर चाहिँ प्रिन्ट गर्छ। र सोइल मोइस्चर यो चाहिँ यहाँनिर मोइस्चर पर्सेन्टेज भन्ने चाहिँ प्रिन्ट भएर चाहिँ हाम्रो जुन एलसिडीमा देखाउने गर्छ। यसमा चाहिँ हाम्रो जुन यो मोइस्चर पर्सेन्टेज छ यही नै चाहिँ हाम्रो सेन्सरले डिटेक्ट गरेको देखाउने हो। र मोइस्चर पर्सेन्टेज चाहिँ हाम्रो 50 भन्दा चाहिँ ज्यादा भयो भने चाहिँ हाम्रो पम्प पिन भनेको 7 नम्बर चाहिँ लो हुन्छ। अनि त्यो भएको कारणले गर्दाखेरि हाम्रो चाहिँ जुन पम्प छ त्यो चाहिँ बन्द हुन्छ। 50 भन्दा धेरै चाहिँ मोइस्चर भयो भने पर्सेन्टेज बन्द हुन्छ, र त्योभन्दा कम भयो भने चाहिँ हाम्रो चाहिँ पम्प हाई हुन्छ र अन हुन्छ। र त्यसरी नै अनि यहाँनिर एलसिडीले पनि त्यही अनुसारको चाहिँ प्रिन्ट गर्छ, हाई भयो भने हाई र लो भयो भने चाहिँ लो भनेर चाहिँ प्रिन्ट गर्छ। यो चाहिँ हाम्रो कोड रहेको छ।